वेलकम ब्याक टु दैबु ब्लग्स। के भन्दा चाहिँ अहिले केसको भिडियो बनाएको भन्दा चाहिँ म चाहिँ रिपिट गर्न जान आँटेको नि क्रिकेट खेल्नु। केटाहरू पनि छ 3 भाइ, अरू केटाहरू चाहिँ अघि गइसक्यो है। अब चाहिँ हामी 3 भाइ जान आँटेको क्रिकेट खेल्नु। के कस्तो हुन्छ है भिडियो हेर्नुहोस् अन्तिमसम्म होइन। मजाले जाँदैछु पनेरको बाटो त्यही हो। यहाँ चाहिँ अब अलिबस र धोम्बे पनि छ। यहाँ देख्न सक्नुहुन्छ अलिबस धोम्बेहरू एकदमै हाम्रो गाउँको दोकानमा देख्न सक्नुहुन्छ। यस्तो खाले दोकानको मालिक चाहिँ यहाँ के भन्नु चाहनुहुन्छ तपाईँ? के भन्दैन ल। अब हामी जानु आँटेको क्रिकेट खेल्नु है ग्राउन्ड गएको ग्राउन्डतर्फ। यहाँ चाहिँ हाम्रो गाउँ त्यहाँ देख्न सक्नुहुन्छ रङ्गली बजार डाँडा। त्यहाँ चाहिँ माथि बुधेबारको घर देख्न सक्नुहुन्छ। यहाँ प्रणमिसहरूको हाम्रो चाहिँ पर हो है। यहाँ तल आउजामामहरूको त्यो देख्न सक्नुहुन्छ है। यो चाहिँ दोकान हो मेन हाम्रो गाउँको। यो चाहिँ केसाङदारको नयाँ बनिँदै गरेको घर हो। यहाँबाट पनि देख्न सक्नुहुन्छ भ्यू नजारा एकदमै। यो चाहिँ हाम्रो दोकानमा डेलीको कस्टमरहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ बाटोमा बसिरहेको छ, भित्र जग्गा नभएर चाहिँ दोकानमा चाहिँ जग्गा नभएर। यसमा के भन्नु चाहनुहुन्छ? अब हाम्रो छेटुपले पनि दोकानमा पुरै गर्दैछ एकदम बिस्कुट उले भन्छ अरे लु। यहाँ चाहिँ अब हामी निक्लिसकेको छौँ दोकानबाट। यहाँ चाहिँ मेरो बाइक देख्न सक्नुहुन्छ। यहाँ चाहिँ देख्न साइडमा दैबु। अब त्यही हो जाँदैछु हामी। त्यही हो म र धम्बे। टोपी सोपी लगाएर नि त अहिले जाडो पनि हुनसक्छ फेरि। अब फेरि टोपी पनि खोलिदिइहालौँ है। अहिले चाहिँ हामी यो गाउँको माथि पनी रोडबाट जाँदैछु नि त। माथि तेर्सो यो पनी रोड जानुपर्छ। सिधै यहाँ तपाईँहरू पैदल हान्यो भने तक्दा पनि पुग्छ। परबाट दो बाटो छ, पैदल पनि पुग्छ। यो चाहिँ बाटो जाँदैछु ग्राउन्ड। अब अलिबस चाहिँ आएन, त्यो ढिलो भयो आज भनेर हामी क्रिकेट खेल्नु गएको होइन। कुद्नु गएको नि त, रनिङ पनि प्र्याक्टिस हुँदैछ। हाम्रो डेली हो रनिङ गएछ हो। सिधै एकछिन क्रिकेट खेलेर हल्का भिडियो सुट पनि गरेर सिधै कुदेर पनि फर्किन्छ नि त घर। अब भिडियो आउँछ बिहान बेलुकाको रनिङको पनि है। बिहान गएको बेलुकाको म खिचिदिन्छु। म र छेडुपको पनि छ नि त युट्युब च्यानल चाहिँ होइन। त्यसकोमा चाहिँ सर्ट्स भिडियो खालि आउँछ, हल्का सर्ट भिडियो खालि हो। मेरो चाहिँ भ्लगै आउँछ, त्यसमा चाहिँ सर्ट आउँछ। तपाईँहरू अब जो मेरो युट्युबबाट हेर्दैछ नि छेडुपको पनि सर्च गरिदिनुहोस् है युट्युब च्यानल। के पो छ नाम डिस्क्रिप्सनमा हुन्छ भनौँ न। छेडुपको चाहिँ भ्लगको नाम होइन, म डिस्क्रिप्सनमा हालिदिन्छु। यहाँ तपाईँहरू गएर सब्सक्राइब गर्नु सक्नुहुन्छ है छेडुपको पनि च्यानल। देख्न सक्नुहुन्छ अहिले चाहिँ म देवीथान कटेर त्यहाँ आइपुगिसक्यो नि त। यहाँ चाहिँ अहिले नयाँ गुम्बा बनिनु आँटेको छ। त्यसको लागि झन्डासम्म अस्ति उस पनि भएको थियो यहाँ ठुलो हो। गुम्बा बनिन्छ, अब कहिले बनिन्छ बनिनु छ है। अहिले पुरा काम हुँदैछ। यहाँ गिटीहरू पनि कुटेको छ पुरै। यहाँ देख्न सक्नुहुन्छ यहाँको भ्यू है। यहाँ चाहिँ रोड सोड पनि कटिङ गरेको छ गुम्बाकै लागि है। पर गुम्बा बनिन्छ, म त्यो तपाईँलाई गुम्बाहरू पनि देखाउँछु। बनिनु अहिले उसको काम त सुरु भएको छैन, तर त्यहाँको फर्मेसनहरू निकालेको छ। त्यहाँको धुप्पी सुप्पीहरू काटेर त्यहाँ बनाउँछ चाहिँ भन्दैछु। अब कहिले बनिन्छ स्टार्टिङ त्यति थाहा भएन। बनिन्छ चाँडै बनिन्छ गुम्बा। अहिले चाहिँ यहाँ हुन्छ डाँडा माथि चाहिँ 13 नम्बर, एउटा माथि चाहिँ 13 नम्बर डाँडा। देख्न सक्नुहुन्छ यहाँ। अहिले जाँदैछु ग्राउन्ड त अहिले पुगिहालेको छैन हामीले, अब पुग्नु आँट्यो। यहाँ देख्नुहुन्छ अहिले लुङ्गर लगाएर चाहिँ एकदमै त्यो उसले गर्दाखेरि दामी रहेछ लुङ्गर लगाउँदा चाहिँ एकदम पिस खालके दामी छ लुङ्गर चाहिँ। माथि 13 नम्बर डाँडादेखिकै छ लुङ्गर चाहिँ। धम्बे अगाडि हिँड्दैछ। अब तपाईँको यहाँबाट भने तक्दा पुग्छ। यहाँ चाहिँ गुम्बा, फेरि ती तल्लोपट्टि चाहिँ श्री गाउँ छ होइन। सो यहाँ बनिँदैछ, यहाँ तल चाहिँ बनिँदैछ। अहिले नै ओपनिङ चाहिँ भएको छैन, तपाईँहरूलाई म जुम गर्दै देखाइदिन्छु। यहाँ चाहिँ तपाईँको
गुम्बा बनिन्छ त्यहाँनिर चाहिँ गुम्बा बनिन्छ अहिले त्यहाँको धुप्पीहरू चाहिँ डल्लै काट्यो पहिला थियो पुरै अहिले त्यहाँ बनिन्छ देख्न सक्नुहुन्छ यहाँ अहिले यति हेर्छु जाँदैछु म ग्राउन्ड चाहिँ पुग्नु भनेको थिएँ अब म यहाँबाट त्यो अब स्पिड गएको चाहिँ पुग्थ्यो होला यतिखेर म अब भिडियो सुट गर्दै बिस्तारै हिँड्नु पऱ्यो त्यही कारण चाहिँ पुगेको छैन नि त त्यो जाँदैछु तपाईँले यहाँ घुम्नु आउनु पनि सक्नुहुन्छ होइन दामी छ जग्गा चाहिँ तपाईँ यहाँ माथि त्यहाँबाट चढ्यो भने भ्यू पनि देख्छ दामी देख्न सक्नुहुन्छ यहाँको भ्यू यतिको चाहिँ छ यहाँ त्यहाँ माथि त 13 नम्बर डाँडा त्यो गएर एकछिन क्रिकेट खेलाइ हुन्छ एकछिन क्रिकेट खेलेर चाहिँ त्यहाँदेखि कुद्नुपर्छ 15-20 राउन्ड निकालेर चाहिँ घर आएर त्यसै खाएर त्यो मजाले रेस्ट गर्नुपर्छ त्यही हो खोइ अब थाहा भएन के काम गर्दैछ हेर्दै गर्नुहोस् भिडियो है पानी पर्यो कहाँ पर्छ पानी सक्नुहुन्छ यो उकालो गयो भने चाहिँ तपाईँहरू तकदाहरू पुग्नु सक्नुहुन्छ यहाँबाट चाहिँ ग्रिफिथ ग्राउन्ड निक्लिन्छ ग्राउन्ड पनि ग्रिफिथ स्कुल पनि निक्लिन्छ है यहाँबाट अगाडि त्यो छेडु पिन्दैछ ग्राउन्डको त्यहाँ माथि देखाउँछु तपाईँलाई म ग्राउन्ड पुगिसकेको छु यता ग्रिफिथ स्कुल तपाईँले देख्न सक्नुहुन्छ ग्रिफिथ स्कुल यहाँ तल चाहिँ ग्राउन्ड केटाहरू खेल्दैछ केटाहरू चाहिँ बलिङमा चाहिँ एमजे ब्याटिङमा चाहिँ चिन्दिन नाम के पो देख्न सक्नुहुन्छ त्यसको होइन अब केटाहरू मुख खालेको हुनु सक्छ स्कुल यहाँ चाहिँ स्कुल मेन उस हो यो सेँडी हेलो ग्रिफिथ स्कुलको हल तलबाट देख्छ हल चाहिँ दामी देख्छ हाम्रो धोम्बे अगाडि जाँदैछ अहिले चाहिँ सेँडीबाट हामी जाँदैछु नि त ग्राउन्ड पुगिसक्यो हामी हाम्रो एकेले चाहिँ अलिकति उस गर्यो फिल्डिङ एकेले क्याच मिस यहाँ चाहिँ ग्राउन्ड यो ग्रिफिथ ग्राउन्ड बलिङमा जोत भाइ ब्याटिङमा एकै मान्छे छ सर्ट क्याच गर्दै आउट भए यहाँ चाहिँ बलिङ हाम्रो बलर जोत भाइ हामी जानु सक्छौँ यहाँ माथि चाहिँ देख्न सकिन्छ पब्लिक हेर्नेहरू माथिनिर चाहिँ दुईजना छाता ओढेर हेरिरहेको छ पर फिल्डिङ चाहिँ एकदमै चेपमा यहाँ उयो चाहिँ कस्तो स्पिनरहरू छैन डन्डे फर्स्ट बलमा आउट भएका पानी परेर चाहिँ एकदम क्रिकेट बन्द भइसकेको छ हाम्रो यहाँ एमजेदा पनि एक दुईसँग अहिले चाहिँ हामी क्रिकेट पनि खेलिसकेको छौँ पानी अलिक सिमसिम आएर चाहिँ भ्यू माथि देख्न सक्नुहुन्छ केटाहरू देख्न सक्नुहुन्छ यता चाहिँ दोम्बे यता चाहिँ एप्पल यता चाहिँ एमजेदा भिडियो सुट हल्का फेरि यहाँ जान अन्त क्यामेरामै किन लजाको
डम्बलले एक्सर्साइज गर्दैछ। अब चाहिँ हामी कुद्न आँटेको अन्त कुद्दैछु अहिले चाहिँ म। देख्न सक्नुहुन्छ मेरो पछि चाहिँ धम्बे। यहाँ अब चाहिँ हामी त्यो हो कुदाइ हुन्छ। अहिले कुदिसकेर भेटौँ है। मैले कुदिसकेर एक्सर्साइजहरू पनि गरिसकेँ। अब अलिकति बिम तान्नु छ, त्यो तानेर चाहिँ हल्का उस गरेर घर जान्छु है म। बाटोमा हेर्नुहोस् के कस्तो हुन्छ। यहाँ चाहिँ छिटो प्ले गर्दैछ, त्यसको आफ्नै एक्सर्साइज हो, देख्न सक्नुहुन्छ यहाँ छिडुप। अब त्यो बिम तान्छु हल्का, अन्त घरतर्फ जानुपर्छ है। यहाँ धम पनि सबै गरिसक्यो धमेर मैले। अब चाहिँ हामी घर जानु आँटेको है। भिडियो अब यतिसम्म हो आजको भ्लग होइन। अब जानु आँटेको दुई भाइ। थ्याङ्क्स फर वाचिङ है। अब यहाँ चाहिँ हाम्रो दम्बे भाइ ग्राउन्ड फेरि भोलि आउँछौँ हामी है।